हाई गाइज नमस्ते वेलकम टु माई च्यानल मेरो ब्लगमा सबैलाई स्वागत छ। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हामी अस्ट्रेलियन बेस क्याम्प घुम्नलाई अफिस स्टाफहरु भएर जाँदैछौँ। यता जाँदाखेरि हामी पोखरा, हेङ्जा, कास्की नागडाँडा, लुम्ले, काँडे हुँदै लुम्लेको एउटा कृषि फार्ममा पुग्यौँ। त्यहाँ राम्रो बोट बिरुवाहरू, बिउ बिजनहरू, सबै जातको उन्नत जातको तरकारी खेतीहरू गरिएको रहेछ। अनि त्यहाँबाट सबैजना त्यो हेरेर फर्किएपछि लाग्यौँ हामी अब हाम्रो गन्तव्य अस्ट्रेलियन बेस क्याम्पतिर। त्यहाँ काँडेमा आएर खाजा खायौँ। खाजा खाएर अनि त्यहाँबाट हामी अब उकालो चढ्न रेडी छौँ। त्यहाँको ठाउँ सुन्दर वातावरण हेर्दै हामी अब उकालो लाउँछौँ। उकालो यस्तो डेन्जर रहेछ, यति रमाइलो लाग्यो, थकै पनि लाग्यो। एकदम ठाड्दै उकालो रहेछ। सबैजना कोही साथीहरू अगाडि हुनुभयो, सबैजनाको हातमा सामानहरू थियो। कसैले के लौरी टेकेर हिँडिराख्नु भएको छ हाम्रो साथीहरू, नसकेर कहीँ बस्दै गर्दै, कहीँ के खाँदै, कसरी बाटो कट्छ भनेर जिस्किँदै साथीहरूसँग हाँस्दै हार्दै बल्ल बाटो कट्दै। धेरै डेन्जर उकालो रहेछ, रमाइलो लाग्यो उकालो हिँड्न। हामी त गाउँमा हिँडिराखेको, खासै गाह्रो त भएन, तर नि गाह्रो थियो। गाह्रो पार गर्दै भए पनि जसरी नि अस्ट्रेलियन क्याम्प पुग्नै थियो, पुग्न टाइम नै लाग्यो जे होस् रमाइलो लाग्यो। त्यो ठाउँ चाहिँ, त्यो बाटोहरू एकदम राम्रो ढुङ्गाले चिनेको, एकदम राम्रो रहेछ। मैले मासु देखाइराखेको छु साथीहरूलाई। सरहरू पछाडि सबको हातमा सामानहरू थियो। मिसहरू नि हुनुहुन्छ, हामीलाई कुरेर बस्नु भएको थियो। कोही सरहरू चाहिँ अगाडि जानुभएको थियो, कोहीहरू चाहिँ हामीलाई कुरेर बस्नुभएको थियो। अब अलि सक्ने मान्छे साथीहरू चाहिँ अगाडि गइसक्नु भएको थियो। हामी चाहिँ अलि नसक्ने लौरी टेक्दै हार्दै पछाडि हिँड्दै थियौँ। अनि उकालो यति उकालो रहेछ। पार गरेर त्यो ठाउँमा गन्तव्य स्थलमा पुग्यौँ। ल हेर्नुहोस्, कुखुरा कस्तो अर्कै जातको कुखुराहरू रहेछ त्यो ठाउँमा। अनि हाम्रो खाजा खाने बेला आयो, खाजा खान लायौँ हामीले। खाजा खाइवरी त्यहाँबाट अब बेलुकाको लागि अब मासु पोल्ने आगोहरू बाल्दै छौँ। मासु पोल्ने त पोल्नै पर्यो, खानै पर्यो। रमाइलो गर्न गएपछि अनि हाम्रो यी नाच सुरु भयो। यति नाचियो, धेरै नाचियो। तर हामी त अब रमाउन गएको, रमाइयो मजाले, एकदम धेरै नाचियो। सरहरू नि त्यस्तै, हामी पहिला सरहरूसँग फर्स्ट टाइम गएको, सञ्चालक समितिको हाम्रो सरहरू। तर हाम्रो उसलाई अब नाचौँ भनेर हाम्रो बोली काट्नु भएन, सरहरू सबै नाचियो। यता सरहरूले मासु पोलिराख्नु भएको छ, कोही खाने कोही नाच्ने, जे होस् रङ्ग रमाइलो चाहिँ गरियो। धेरै रमाइलो भयो, रातभरि नाचियो 11 बजेसम्म 12 बजेसम्म। अनि हामी अब खानासाना खाइवरी गफगाफ गर्दै बसियो, 1-2 बजेसम्मै बसियो त्यो दिन चाहिँ। अनि धेरै नाचियो हामी, यति नाचियो नाच्नै भनेर गएको त हो नि, त्यही भएर धेरै नाचियो साथीहरू नि। तर म त सबसे धेरै नाच्ने चाहिँ म र हाम्रो अफिसको 3जना स्टाफ हो धेरै नाच्ने। तर सरहरू पनि हामीलाई साथ दिनुभयो, सरहरूले, म्याडमहरूले। र रमाइलो भयो। जे होस् यहाँ यो ठाउँमा चाहिँ जानै पर्ने रहेछ। गइयो टेन्टमा, खासमा मलाई टेन्टमा सुत्न मन लागेर गएको। तर टेन्टमा चाहिँ डाँडामा रहेछ, टेन्टमा सुत्ने चाहिँ। हामी चाहिँ यता अब रमाइलो गरेर बस्ने भनेर घरतिर, यता घरमा आयौँ। मासु हाम्रो सरहरूले मासुहरू अनि ससेजहरू पोलिराख्नु भएको छ। कसैले पोल्ने दिने, कसैले खाने भइरहेछ। हाम्रो सरले चाहिँ एकदम पोलै गरेर मासु खुलाउनु भयो। जे होस् हामी चाहिँ नाच्न चाहिँ छोडिए छैन। बेलुका अँधेरोसम्म पनि नाचै गरिरहेछौँ हामी नाच्ने। सरहरूले खाना बनाएर खुलाउने, हामीलाई त्यस्तै थियो। अरू त के हो र, अस्ट्रेलियन क्याम्प चाहिँ जानै पर्ने रहेछ। मलाई धेरै पछि पहिलाबाट जान मन लागिरहेको ठाउँ हो। फाइनल्ली अहिले चाहिँ गइयो। त्यता गएपछि चाहिँ रमाइलो, यति चिसो थियो, ज्याकेट लाएर नाचियो। नाच्दा नि धेरै नाचेपछि चाहिँ पछि गर्मी भयो धेरै नाचेपछि।
तर जानै पर्ने ठाउँ रहेछ। मैले चाहिँ त्यहाँ एक ठाउँमा चाहिँ जानै पर्ने ठाउँ लाग्यो, किन भन्दा शीतल। हाम्रो त यहाँ तनाउमा बसेर गएको, गर्मी यस्तो दुलेगौँडामा गर्मी, यति गर्मी भएको, वहाँ जाँदा त आनन्द। हामी त सिरा कोडेर धरि सुत्तियो के, यति गर्मी भन्ने भने यता त सीमै छैन। वहाँ त जाँदा त जाडो भएर ल यी सबजनाले ज्याकेट लाएअरि नाच्नु हो साथीहरूले। तर ज्याकेट लाउनै पर्ने रहेछ कि। तर त्यही ह्याङ्जाबाट धेरै लाग्दो रहेछ काँडेबाट। जोस् काँडेबाट 2 घन्टाको माथि बाटोमा पनि त्यति फरक पर्ने कि यहाँ यस्तो गर्मी ह्याङ्जासम्म काँडेहरूतिर यति गर्मी। तर त्यो 2 घन्टा पार गरेर त्यहाँ जाँदा यति शीतल ठाउँ पायौँ कि हामीले हिँड्नै मन नलाउने कि। यति आनन्द, यति शीतल, यति राम्रो डाँडामा। तर हाम्रो चाहिँ खासै उस भएन, फोटोहरू क्लियर आएन, किन भन्दा जाने दिन चाहिँ उस भएको थियो कि पानी परेको थियो त्यहाँ। अनि पानी परे रहेछ। अनि पानी परेको हुनाले कुहिरो लगाएर हामीले चाहिँ हिमालहरू अलि देख्न पाएनौँ। अनि तर नि हिमालहरू देख्न नपाए नि केही छैन। हामी चाहिँ रमाइलो गर्नको लागि गएको, रमाइलो गरियो, धेरै रमाइलो गर्नुभयो हाम्रो साथीहरूले। लास्टमा त अन्तिममा ज्याकेट खोलेरै नाचियो, यति नाचियो। पहिला ज्याकेट लाएर नाचेका मान्छे आगो तापेमा एकछिन आगो तापेर बसेर लास्टमा ज्याकेट खोलेर नाचियो मजाले। यति नाचेर त साध्यै भएन साथीहरू। ल हजुरहरू पनि त्यो ठाउँमा जानु होला एकचोटि भन्छु म। सबैजना जानै पर्ने ठाउँ रहेछ। मैले चाहिँ पहिला म पोखरा बस्दाखेरि बहिनीहरू जाँदाखेरि, सबैजना जाँदाखेरि कस्तो होला अस्ट्रेलियन बेस क्याम्प भन्ने सोचिराखेको थिएँ। अहिले चाहिँ फाइनल्ली म गएँ, धोका पुग्यो। जस मलाई एकदम रमाइलो लाग्यो। हाम्रो सरहरू नि यति नाच्नु भयो कि तर सीमा नै छैन कि। रमाइलो यति गऱ्यौँ कि त्यो त म सोच्नै कहिल्यै पनि हुँदैन होला कि त्यस्तो त। यति अफिसबाट यति पिकनिक भ्रमणहरू अब जेस रमाइलो गर्न यति गइन्थ्यो, तर यो जस्तो कहिल्यै नि पल भएन कि। हाम्रो यति रमाइलो भयो। सरहरू नै सब त्यस्तै, सबजना नाच्ने सरहरू के फेरि। तर हुन्छ नि त अब यस्तो उस्तो होइन, हे मलाई झ्याउ लाग्छ नाच्न यसो उसो नभन्ने के। सबजना ल नाचौँ भनेपछि ओके ल नाचौँ ल भनेपछि सबै रमाइलो गर्न गएको त हो नि होइन। त्यही भएर सबजना सरहरू नाच्नु भयो, रमाइलो भयो, घुमघाम। तर त्यो ठाउँमा जानु होला भन्छु म। त्यहाँ नि खासै त्यस्तो डिस्टर्बै हुने। अब कोही ठाउँमा त अब हामी घलेगाउँ गयो, घलेगाउँमा अब यति सीमित ठाउँ। अब लुवाङगाउँमा गइन्छ, लुवाङगाउँमा नि सीमित बेलासम्म मात्रै बस्न पर्ने कि। अब 10-11 बजे ठाउँमा अरू ठाउँमा 10-11 बजेसम्म मात्रै बस्न पर्ने हुन्छ नि त। तर त्यहाँ नाइ कि, त्यहाँ त जति बेलासँगै बस्न नि पाइयो। आफू नाच्न पर्यो, आफू रमाउन पर्यो, तर जति बजेसम्म बस्न नि पाइने कि। त्यति धेरै उस रहन्छ, त्यति धेरै के अरे के घरहरू नि नाइ, ठिक्क सीमितमा टक्क डाँडामा। यति आनन्द लाग्यो। ल हामी त नाचेको भन भनेर अहिले अब अफिस स्टाफ 4जना हाम्रो सर लजाउनु भएको थियो नाच्नलाई। एकदम लजाउनु भएको थियो सर। अनि सरलाई तानेर नचाएको त सर फेरि नाच्न लासी नाचेको गर्नुभयो। यति रमाइलो गर्नुभयो। बस उठ्ने गरियो, चिप्लो थियो एकदम। नाच्दा त्यहाँ त्यो झार भयो ठाउँमा त अलिअलि उस भइरहेको थियो, झारहरू थियो। हामी नाच्दा ग्राउन्डै जस्तो बनायौँ कि पुरै चिप्लै भयो थियो। पानी नि परे रहेछ के अरे दिउँसो, अनि त्यही भएको कारणले अलिक चिप्लो भयो थियो। बस नाचियो अरियो। भोलिपल्ट हिँड्न सकिन्न कि झैँ लागिरहेको थियो। रमाइलो भयो। जे होस् नाच्नै भनेर गएको, नाचियो, धेरै रमाइलो भयो। हजुरहरू पनि एकचोटि त्यो ठाउँमा पुग्नु होला। मैले चाहिँ रमाइलो माने। ल अब त्यो दिन भ्याइयो। अब भोलिपल्ट फर्क्यौँ। अब हामी फर्केर हामी चाहिँ यता जाँदाखेरि यता उसतिर काँडेतिरबाट जाऊँ, आउँदाखेरि अब घान्द्रुक के अरे घलेगाउँ होइन सरी के भन्छ त्यसलाई, धम्पुसतिरबाट आयौँ हामी। धम्पुस हेर्न मन लागेको थियो मलाई। म अहिलेसम्म धम्पुस गएको थिइनँ। धम्पुस हेर्न मन लागेर ल धम्पुसतिर जाऊँ न त भनेर अब धम्पुसतिरबाट
जाने भन्ने कुरा भयो। अहिले त यो वहीँ ल यस्तो छ उहाँको गाउँ ल हेर्नु कस्तो राम्रो ठाउँहरू एकदम बिहानमा चाहिँ खुले थियो, पुरा क्लियर भएको थियो। अनि हामी यता धम्पुसतिरबाट झरियो। धम्पुस गाउँ पनि रमाइलो रहेछ हो, त्यहाँहरू उस रहेछ होमस्टे रहेछ। यी हाम्रो साथीहरू, हाम्रो गाडी फेरि अलिक तल आउने कुरा थियो लिनलाई हामीलाई, तर गाडी आउने बेलासम्म हिँड्दै जाऊँ न भनेर हामी हिँड्दै हिँड्दै आयौँ। अनि एउटा गाडी थियो फेरि, एउटा गाडी लिन गएको फेरि यति कुदाउने त्यो गाडीलाई हामीले छोडेर जाऊ तिमी हामी यस्तो अब ज्यान जानी जस्तै भयो, हामी यो गाडीमा नजानी भनेर हामीले उहाँ त्यो गाडीलाई चाहिँ फर्काइदियौँ। अनि हामी फेरि अर्को ठाउँतिर गयौँ, खानातिर गयौँ। अनि खाना खाने ठाउँ उता माथि रहेछ। अनि त्यतातिर गयौँ। अनि त्यो एउटा पञ्चे बाजाको चित्रहरू राखेको रहेछ त्यो ठाउँमा। अनि पञ्चे बाजाको चित्रहरू हेर्न गयौँ। यी हाम्रो उमा म्याडम फेरि यति रङ्ग रमाइलो पुरा भिडियो हामीले गीत गाउँदै झरियो। यति रमाइलो भयो झर्दाखेरि त पत्तै भएन के बाटो कसरी कटियो, कसरी गइयो, कसरी के भयो भनेर उस नै भएन के। यति रमाइलो गरेर झरियो सब गीत गाउँदै, सबजना दोहोरी, सबजना अन्ताक्षरी खेल्दै हेर्दै झरियो के अरे धम्पुसतिरबाट। अनि धम्पुस नि राम्रो लाग्यो मलाई, म धम्पुस गएको थिइनँ, धम्पुस नि गइयो। जे होस् अब एक ठाउँमा हेर्न गएको, 2-3 ठाउँमा, त्यहाँ धम्पुसमा पनि धेरै ठाउँ रहेछ हेर्न पर्ने। हेरियो उता बाजा अरे उता के। यी हाम्रो चाहिँ यात्रा यस्तो भयो। ल ठिकै छ साथीहरू, अब एकचोटि हजुरहरू त्यो ठाउँमा पुग्नै पर्ने ठाउँ रहेछ। हामी चाहिँ पुगियो। उकालो हिँड्दा त पहिला त गाह्रो भएको थियो साथीहरू, पछि झर्दा चाहिँ एकदम आनन्द भयो। तर खुट्टा चाहिँ आजैसम्म दुखिराखेको छ। मैले चाहिँ